मोबाइलमा चार्ज भएको भए हुन्थ्यो चार्जै भएन 2 वर्ष त हेर त तिमी कति वर्ष भयो अरे 12 अहिले कति खाँदै अरे 7 कक्षा ल भएन तँ सिए पास गरेपछि यो देखाउनुपर्छ क्या तिमीलाई त्यो बेलामा त तिमीले पनि कमाउनु थालिहाल्छ नि पैसा अब उसबाट कति कमिन्छ आइकनले 7,000 देखायो अरे महिनाको मिनिमम जम्मा 7,000 खर्च मात्रै 9-10,000 दिन्छ भन्छ ए आफूलाई पकेट खर्च मात्रै रहेछ त्यही भयो नि भयो नि यहाँ चाहिँ हालेर हुन्छ यहाँ मात्रै हालेर त्यो त आऊ भोलि जाने कस्तो जाने ए त्यहाँ जानु पऱ्यो नि त अनि स्कुलबाट स्याट लिनु पऱ्यो पहिला भोलि जाउँ न त कहाँ त्यही त नि तिमीले पनि स्याट लिनुपर्छ होइन मेरो स्कुलबाट पर्दैन होइन भने उडाबाट त्यही त म भोलि जाने के अरे स्कुलबाट लिने अनि ओडाबाट लिने अनि त्यहाँबाट अनि धान जाने तिम्रो बनाएर अनि भोलि नै बेलुका पनि जाने हुन्छ बेलुका पनि जाने अनि रात परे पनि जाने क्या बिस्तारै आऊ राष्ट्रिय परिचय पत्रको लागि त फर्महरू केही दिनु पर्ने होला नि होइन गाउँपालिकाबाट त्यो त थाहा नि त्यो नि बनाउनु पर्छ रे भोलि नै बनाइदिनु क्या त्यो रसेपछि त मेरो नि त बनाएन मेरो त्यो आवेदन फर्म भनेर एउटा चाहिँ छ होइन नाइट बनाउँदाखेरि कि त्यो एउटा कोड आएको थियो कि त्यो मोबाइलै बिग्रेर होइन सायद कार्ड बनिसक्यो जस्तो लाग्यो कि मलाई छोडिदियो नभए त्यो भ्याएन भने नबनाए नि हुन्छ भोलि सोधौँ न एकचोटि सोध्न चाहिँ भोलि एकचोटि सोधौँ राष्ट्रिय परेपछि त अलिक चाहिँदैन होला छोडिदियो सोध्यो नि अहिले भइरह्यो नि भन्ने कुरा भोलि विदेश जानलाई अनिवार्य हो पासपोर्ट बनाउनु अनिवार्य हो होइन ए ल घन्टी यहाँ रहेछ ल राष्ट्रिय स्वतन्त्र पार्टी ए हामी आएर लुकेर छ तिनीहरू होइन लात्ला होला नि त बुढाहरूलाई ए एकचोटि हामी त्यहाँ स्कुलबाट त्यहाँ लगाएको थियो ऊ खानलाई पिकनिक खानलाई त्यहाँ अझै उले सुक्या